यो भिडियो हेर्ने सबैमा मेरो हार्दिक नमस्कार। म चाहिँ आज आफ्नै अलैँची खेतीको भिडियो कैद गर्न गइरहेको छु। हामीले चाहिँ ठुलो एरियामा चाहिँ धान फल्ने खेतलाई चाहिँ नासेर खेतालाहरू अहिलेको समयमा खासै काम गर्ने मान्छेहरू पाइँदैन र त्यसमा चाहिँ धेरै वर्ष अगाडि नै यो अलैँची खेती लगाएका छौँ र बीचबीचमा उत्तिसहरू पनि लगाएका छौँ। उत्तिस चाहिँ प्लाइडको रूपमा चाहिँ बिक्री हुने गर्छ उत्तिस, र बीचबीचमा यहाँको हावापानी अनुसार चाहिँ दाँतेखरहरू फलफुलहरू पनि लगाइएको छ। यो जेनेरेसनका मान्छेहरू चाहिँ अहिले प्रायः जसो विदेश पलायन भइरहेको अवस्थामा युरोपियन कन्ट्रीतिर उहाँको डलर कमाउन गइरहेको अवस्थामा चाहिँ यो उदाहरण बन्न सक्छ। मेरै साथीहरू पनि प्रायः जसो कोरिया, जापान, अस्ट्रेलियातिर वर्किङ भिजामा धमाधम गइरहेको छ र उहाँहरूलाई पनि यो उदाहरण हेर्नुभयो भने नेपालमै आएर आफ्नै देशमा आएर आफ्नै ठाउँमा यहाँको हावापानी तापक्रम अनुसार चाहिँ यहाँको नगदे बाली फलफुलहरू लाएर चाहिँ उहाँको जति पैसा यहीँ कमाउन सकिन्छ भन्ने उदाहरण पनि म दिन खोजिरहेको छु। र यसको भाउ चाहिँ बिर्ता मोडमा पोहोर 81 सालमा चाहिँ प्रतिमन 1,20,000 सम्म पुगेको थियो। गाउँमै केजीको 3,000 सम्म व्यापारीहरूले उठाएको थियो र यस हामीले पनि 8 मन जति व्यापारीहरूलाई दिएका थियौँ केजीको 3,000 को हिसाबले। हो यसपालि पनि राम्रै उत्पादन हुन्छ भन्ने अपेक्षा गरेको छु र पोहोरको मूल्य पनि स्थिर रहन्छ, झन् उकालो चढ्छ भन्ने पनि अपेक्षा गरेको छु। यसरी यसले उत्पादन दिन्छ, कोसा लाग्छ। राम्रो कोसा लाग्यो भने फल लाग्यो एउटै बोटमा 2 केजीसम्म 1 केजीसम्म उत्पादन दिने गर्दछ। आज चाहिँ बिदाको समयमा केही कामदारहरू लाएर गोड्ने काम भइरहेको छ। मेरो यो विदेशमा बस्ने साथीहरूले हेर्नुभयो भने उहाँहरूले पनि आएर आफ्नै ठाउँमा लाएर चाहिँ उहाँ घन्टाको 10,000 20,000 कमाउँछु भन्ने साथीहरूले हेर्नुभयो भने चाहिँ उहाँहरूले पनि आएर नेपालमै यस्तो खेती गर्नु आफ्नो ठाउँको हावापानी मौसम अनुसार हस्त। धन्यवाद।